हेलो एन्ड सो गाइज नमस्ते सबैजनालाई मेरो मिनी ब्लगमा आज चाहिँ बुद्ध जयन्तीमा के गरेँ भने चाहिँ म डान्स गरेँ, त्यसपछि कौडा नचाएँ, त्यसपछि कन्सर्टतिर गएँ होइन। अनि धेरै कुराहरू भयो, त्यसपछि त्यहीहरू देखाउँछु। अनि अहिले चाहिँ म प्रार्थना गर्दैछु। प्रार्थना गर्दा चाहिँ हाम्रो बुद्ध जयन्ती, अनि बुद्ध जयन्तीको दिनमा चाहिँ हामी एकदम नुहाएर बिहान पूजासुजा गरेर टक्क रेडी भएर चाहिँ बुद्ध जयन्तीको बेलामा चाहिँ पूजा गरिन्छ। त्यसपछि हामीले चाहिँ टक्क नयाँ झन्डा पनि साटिन्छ। नयाँ झन्डा साटेर चाहिँ अनि यसरी फरफराएर देखाउँदैछु। त्यसपछि फेरि म ब्याङ्कतिर गएँ। ब्याङ्कमा काम थियो, शुक्रबार पनि ब्याङ्क थियो त्यतिखेर खुल्ला बुद्ध जयन्तीको बेलामा नि। ब्याङ्क गएर त्यसपछि फेरि आएर टी सर्ट लगाएर हिरो बनेर म ड्रेसमा त्यसपछि फेरि हाम्रो गुम्बातिर लागेँ। यो चाहिँ हाम्रो गुम्बा एकदम राम्रो छ अनि एकदम ठुलो भनौँ न, एकदम राम्रो गुम्बा। अनि हाम्रो गुम्बाको चाहिँ हाम्रो अध्यक्ष हाम्रो बाजे हुनुहुन्छ है, हाम्रो बाजे हुन्छ। अनि हाम्रो माइला बाजेको चाहिँ डान्स यस्तो छ, एकदम दामी थियो। त्यसपछि डान्स गर्दै रमाइलो गर्दै गयो। त्यसपछि कौडा नचाएँ, कौडा पनि यस्तो रमाइलो भएको थियो होइन। यता बाजेहरू नचाउने, यता सबैजना नाच्ने गर्दै यस्तै भयो थियो। त्यसपछि भाइहरूको डान्स पनि हेऱ्यो, लुङ्गी डान्स यस्तो रमाइलो भएको थियो। म चाहिँ यतापट्टि बसेर पुरा चिलमा हेर्दै थिएँ। त्यसपछि मेरो पालो आयो, म पनि हल्का एउटा दुइटा सिङ्गल हाल्दै थिएँ। अनि जस्तो भए पनि नाच्दै अब मम्मीले नाच भन्थ्यो। त्यसपछि आयो मेरो डुओ डान्स होइन, दुईजना नाच्दै थियौँ हामी चाहिँ त्यत्तिकै फ्री स्टाइल भनौँ न, फ्री स्टाइल नाचेँ। त्यसपछि रमाइलो भयो यत्तिकैमा नि। अनि त्यहाँबाट हामी चाहिँ कन्सर्टतिर लागेँ। कन्सर्ट जाने बित्तिकै सुरुमा मैले ओपनिङ सङ भन्दा नि हाम्रो कट अफ ब्यान्डको सङ सुनेँ। त्यसपछि मान्छेको क्राउड पनि ठिकै थियो, राम्रो थियो, रमाइलो भइरहेको थियो, एकदम भाइसमा आइरहेको थियो होइन। अनि म चाहिँ पुरा चिलमा कट अफ ब्यान्डको डान्समा नाचिरहेको थिएँ। त्यसपछि हाम्रो अर्को ब्यान्ड, अब यो ब्यान्डलाई त सबैले चिनिसक्यो, त्यहाँ पछाडिपट्टि डिस्प्ले छ होइन। अनि त्यही चिलमा पुरा आफ्नो भाइब्स लिएर डान्स गरेर म त टाउको डान्स हान्दै चिलमा बस्दै आफ्नो सुरमा यस्तै गर्दै थिएँ। त्यसपछि लास्टमा झोला ग्याङको पालो थियो। झोला ग्याङको डान्स झोला ग्याङको ऱ्याप सुन्न नपाएर सबैले तोडफोड गरेर कस्तो गरेको थियो यतिखेर चाहिँ बवाल भएको थियो। तोडफोड गरेर अनि सबै ढाल्दै थियो, पोस्टरहरू पनि त्यस्तै निकाल्दै थियो, त्यस्तै भइरहेको थियो। एकदम वायल भइरहेको थियो। केटाहरू एकअर्कालाई उयो गर्ने, बाउन्सरले एउटालाई हान्ने गर्थ्यो। अब यहाँ हेर्नु होला है, एउटा बाउन्सरले यस्तो हान्छ। अनि फेरि सिङ्गल खान खोज्छु त केटा पनि त्यस्तै झ्याप थियो कि के थियो अब है त्यतिखेर। अनि यहाँ एउटा यसलाई हान्छ, अनि यसले चाहिँ आइज सिङ्गल भनेर सबलाई एकैचोटि गर्छ कि यतिखेर यस्तो हँसाउनु लाग्थ्यो, कमेडी नि भएको थियो। जे भने एन्डिङमा चाहिँ अब नराम्रो नै भयो भनौँ न। तर झोलाको हेर्ने भनेर गएको थियो, सबैले हेर्न पाएन है, त्यस्तै भयो। अनि आज पुलिसहरू पनि त्यस्तै थियो, अब दादाहरू पनि त्यस्तै थियो, डराउन सबैजना एकअर्कालाई हान्ने, त्यस्तै भइरहेको थियो। अनि आजको लागि यति नै, धन्यवाद।